यो लगाउनु नपर्ने ठीक हो हैन के यो अर्कै खालको डिजाइन यो चाहिँ लहरा हो Okay everyone, welcome back to another episode of the worst vlog ever. So आज चाहिँ Sunday, so Friday देखि छुट्टी थियो. So Friday, Saturday, Sunday 3 दिन छुट्टी थियो. Nothing productive happened. So आज चाहिँ केटाहरुलाई कल गरेर so let's go to visit somewhere भनेर हिँडेका छौं. So आज हामी जान्छौं उरुमा ड्याम यहाँबाट झन्डै 50-60 किलोमिटर एक्ज्याक्ट थाहा भएन 50-60 किलोमिटरको बाटो हो. So it will take around 1 hour to reach there. Uruma Dam जाने हल्का फिशिङ गर्ने ड्यामहरु हेर्ने and it's a really beautiful place. अनि यहाँ अहिले चाहिँ म आएको छु सूर्य ब्रोको घरमा. So सूर्य ब्रोको गाडी यहाँ छ. सूर्य ब्रो is up there. So he will be out in 15 minutes. है 3 घण्टा अगाडि फोन गरेर ल रेडी हो है त केटाहरुलाई निस्किनु पर्छ भनेको खानासाना खाएर रेडी हुन्छु भनेको यहाँ आको भर्खरै अझै सुतिरहेको रहेछ उठाएर खाना खाउन लाग्दैछ सो ही इज ह्याभिङ हिज लन्च सो उसको लन्च खाने बित्तिकै वी विल हेभ के सन्तोष दाइ पनि छ हामीसँग आज सन्तोष दाइ विल अल्सो कम सुन अनि हामी लाग्छौं उरुमा ड्यामतिर लेट्स सी हाउ इट गोज हाम्रो सूर्य ब्रो अझै भात खाँदै छ त छिटो बुढोले जस्तो 15 मिनट्स हुने हो क्या 15 मिनट यो मिठो सुप खाइयो नि त मलाई एकदम पावर एनर्जी आहा अब बुल पावर माका पावर ल हाम्रो सूर्य ब्रोको सवारी भयो सूर्य ब्रोको सवारी भयो अब हामी जान्छौं सन्तोष दाइलाई पिक गर्न जान्छौं अब हामी यस रक्सी छोडेर जानला बुढोलाई लिन जाने रक्सीमा घिमालेर बुढो त घरमा गएर रहेछ त पुलिस स्टेसन मामा ओके सन्तोष दाइ पनि आउनुभयो हाम्रो ए सूर्य ब्रो फेरि खुलेन खै त खुलेको ए खोलेर हाल्ने हो कि यतिकै हाल्ने अरे के हो र त्यो कुन त्यो ब्यागको पानी छ अनि गएर उठाएर खाना खान लाएर बसमै रन देखेर सुनको चस्मा दर्शन चिन्छ होला त गुरुलाई लाइक सब्सक्राइब फलो कमेन्ट सेयर पनि गर्नु पर्यो है त्यसलाई के बटन भेट्छ सबै गरिदिने के हो पर लिटर 269 छ त कुन हाल्ने हो तिमीले ए लास्टै खतम हुन्छ 269 हजुर तपाईँ सधैँ पेट्रोल खाएको अनलिमिटेड अनलिमिटेड त सस्तो भयो नि त अहिले यो महँगै छ नि 100 अनलिमिटेड 190 छ नमान्ने नि छर्दिन मदर सेलमा होला नि मदर लग्ने अनि दाइल बोक्न पानी बोक्नु भएन सवारी छ यो खानु पर्यो वाइनट कोकोनट नाइस ब्रेक ट्रिपल शट ओके ल हामी चाहिँ रोडमा आइसकेका छौँ अब आजको डेस्टिनेसन चाहिँ उरुमा ड्याम जाँदैछौँ सो इट विल टेक अराउन्ड कति 40-50 मिनट 45 मिनट्स टेक अराउन्ड 45 मिनट्स टु रिच देयर हाम्रो यहाँ अगाडि एउटा सानो मजाको बस्ने ठाउँ छ त्यहाँ बसेर चाहिँ मदर सदर खाने भन्ने कुरो भएको छ हाम्रो सूर्य ब्रोको भाउसँग कुरो सकियो नि होइन 300 मिटर अन द लेफ्ट रे त भ्यू त्यहाँबाट नि सही देखिन्छ जस्तो नि होइन कि कस्तो हो अगाडिकै गइसक्नु लागि ठ्याम्मै यही हो भन्ने त अटकलै भएन कि त्यत्रो 300 मिटर भन्दा भन्दै नि सरी नि त ओके हामी यहाँनिर थोरै
कफी ब्रेक लिन्छौँ यहाँनिर कफी ब्रेक भन्दाखेरि मलाई मेरो कफीको याद आयो केटा हो गीत गा ल यो चाहिँ डेडिकेटेड टु भाउजूले है त ए भाउसँग कुरो भइरहेकै हो एकदम मेरो बुढीलाई त बिहान बिहान यो सुमधुर आवाजले मन्त्रमुग्ध हुने गरी गाना गाइदिने गरेको छु अलिक पछाडि भयो नि हुन्छ We are back on the road again. रोडमा आइसक्यौँ अब we are heading to directly to Uruma Dam है त ओके बाटोमा हामी आइपुगेका छौँ एड्सबोल्ड एउटा सानो टाउन हो मुन्डाबाट जस्ट 30 minutes drive and if you want you can watch my vlog on एड्सबोल्ड as well एड्सबोल्डको एउटा सानो vlog बनाएको छु मैले I will drop the video over here you can go and check out that है त अब यहाँ चाहिँ हामी फिशिङको लागि फिशिङ बेटहरू किन्छौँ थोरै यहाँनिर भयो छैन रहेछ यहाँ त्यो उ चाहियो के त्यो सानोवाला अर्कोवाला आइटम पर्छ यहाँ बसी छैन होला नि यहाँ बसी त होला सोधिएन सोधौँ छैन होला यहाँ त ऊ मात्रै हो क्या बाइक मात्रै हो क्या बाइक हुन्छ नि बसी हुन्न क्या छैन सानो उयो उमा हेर न के भन्छ अरे ओके यो पेट्रोल पम्पमा चाहिँ पाइएन सो हामी खोज्न जान्छौँ है त टाउनभित्र अन्त कतै पाइन्छ कि यहाँ पानी त रहन्छ गयो तर बन्द रहेछ क्या आज एड्सबोल्ड ठ्याक्कै एउटा लेखपट्टिको ए हो पछाडि यही बन्द हो कि सन्डे हो क्या अरे त्यही भएर बन्द है लाग्यो क्लोज्ड सरी क्लोज छ नि त यही हो गरे भएको क्लोज्ड रहेछ यसमा त के छ यसमा हेरेको थियो यो यो के हो यो फेरि बन्दै तिलापिया मन्टो टाउन तिलापिया केही नभए नि तिलापिया त खाइदियो नि त आज न्यू एजेन्सी हेर्नु छ त छैन सब बन्द हो क्या सब क्लोज हो नि मन्टर त ओपनै हुँदा नि खासै के मान्छे नै हुन्न होला यो ठाउँ त यार केही छैन यो के रहेछ एड्सबोल्ड एम्पेरियम यो पनि पब नै हो क्या नि ठिक छ जति छ त्यतिले खेल्ने होला अब क्या ट्राई गर कि मन्टो पुग्दियो मन्टो त टाढा मन्टो नि बन्दै होला हामी यहाँ त मन्टो पुग्ने बेला पुग्ने आँट्ने भयो होला त यहीँ कुरो ड्याम पुगिन्छ होला त गुरुमा ड्याम भाइ एभरक्रोम यस्तो गरी होइन पहिला सिङ्गल नक बनाउने यसरी हो यो सिङ्गल नक भएन सानो वेट नि हालिदिनु न फाल्न सजिलो होला पर्दैन अनि त्यहाँबाट यहाँ सिराउने होइन हो अनि यो लिएर यो सिङ्गल नक सानो बनाउने होला होइन कता छ कति नजिकै हो सायद 4-5 मिनट हिँड्नुपर्छ होला यहाँबाट तल कति मिनट जस्तो हिँड्नुपर्छ यहाँबाट 5 मिनट कच्चा लगेर पोलेर खाने हो यार हामी धेरै टाढा गएको नि घुमेर गएको नि यही खाने होला झन् अड्काउनु हुँदैन भनेर त नि चढ्ने होला खै मसा मात्छ अनि तिमी चढेर भाँच्छ त त्यहाँ गएर छौ त कतापट्टि पारी कहाँनिर उतै हो अझै सो यो ठाउँमा चाहिँ माछा परेन सो वी आर गोइङ लिटल बिट फरवर्ड है त सो टिकटारो अगाडि पुगिसक्यो निकाली हेर्ने हो र फेरि अर्को के यादै अर्किन्छ कि अर्को छैन तर यहाँ चाहिँ ठिक छ बड्डा
नाइस स्पट तर माछा परेन केटा हो सो वी आर ट्राइङ नेक्स्ट स्पट ठ्याक्कै हामी झरेको त्यो ड्यामकै यता तल्लो साइडमा चाहिँ सानो ठाउँ रहेछ त्यहाँनिर सो मेबी त्यहाँ चाहिँ पर्छ कि भन्ने गेस छ केटाहरूको लेट्स चाहिँ त्यहाँ पर्छ कि पर्दैन है त सानो माछा त यहाँ मारिन्छ जति मारिन्छ त्यो परमा यो लगाउनु नपर्ने होइन क्या यो अर्कै खालको डिजाइन यो चाहिँ लहरा हो तल तालमै पुऱ्याउनु नि सुइयो होला यो खोलेर अनि यहाँ तल चाहिँ एउटा त्यो उ जस्तो बनाएको हुन्छ नि त त्यो ल्याडर टाइपको भरेको जस्तो त्यहाँबाट गएपछि यहाँबाट चाहिँ मान्छे त्यो तल केही भयो भने चाहिँ त्यो तलको डिस्क छ नि बनाउनलाई सर तल जाने भयो अनि तल गएर त्यहाँबाट बनाउने भयो यति गर्दा म सुरुतिर नि गइदिन्छु अनि यसको हाइट कति होला 300-400 मिटर छ तलबाट होइन छैन यहाँबाट यहाँसम्म 100 मिटर 100 मिटर छैन होला कहाँ 100 मिटरमा त बढी छ नि हो होइन यो कहाँ हुन्छ म नापेँ है त तपाईँको 100 मिटर हुन्छ त फुटबल ग्राउन्डको हुन्छ यो कति मिटरको नापै त्यो 2 मिटर होला त्यसो भए त्यो 1 मिटर चाहिँ पुग्दैन क्या स्ल्याब के 1 मिटर भनेको यति हुन्छ होला मेरो यति लामो 1 मिटर तपाईँको 2 मिटर तल छ नि तपाईँको 2 मिटर भयो नि 20 मिटर 40 मिटर भयो ए नो अनअथराइज्ड नो एन्ट्री अथराइज पर्सनल ओन्लीले यहाँबाट सिधै तल कहाँ हो बच्चा फेरि फुलाइ फेरि ओ त्यो ड्याम पनि सुमन ब्रो पानी त्यो ड्याम नबनाए भए यस्तै खोला है त्यहाँ सेम यस्तै हुन्थ्यो केही छैन नि होइन त्यही ड्याममा गएर पानी कलेक्सन गरेर मात्रै त हुन्थ्यो यहाँबाट एज भोलको बोर्ड हेरिदिने गरे अब अफरोड त फेरि पुरै अफरोड हो गरे के बाटो फर्किनु त होइन के त हो यो त उकालो गर्नु पर्दा त्यहाँ ठ्याक्कै पुग्छ क्या ड्यामको पानीपट्टि ओके ल आजलाई हाम्रो चेन्ज अफ प्लान भयो नो मोर फिसिङ होइन त केटा हो नो मोर फिसिङ अब घर जाने कुरो भयो 5 बज्यो 2टा परेछ अँध्यारो हुन लाग्यो 2टा माछा भन्दा बढी पारिएन नि त ठिक छ त्यो 2टा माछा लगेर पोलेर राख्नुपर्छ के रे भन्दा गोल्डन पर्च टु लेट भयो गोल्डन पर्च एलोभेली ठ्याक्कै हामी बारीपट्टि आइयो नि त ड्याम त त्यहाँ रहेछ होइन
तर ठाउँ चाहिँ गजबको ठाउँ We बनाएर are ड्याम going बनाएर चाहिँ। home, we are going home. जाऊ न उता उता जाऊ That's all. त्यहाँ राम्रो छ नि कलरै कस्तो छ यिनीहरूको घाँसै जस्तो कलर होइन ल पछि पछि आउँछु त ओ रिसाक नजाऊ अगाडि आउँला हान्दिहाल्यो नि रिभर्स गर्नु हल्का नेपाली जान्छ होला ए मैं तो इधर रास्ता में हूँ रास्ता में यो त लास्टै गाड पो रहेछ त यार ज्यादा गयो बिस्तारै वो जाना है उसको मैं टेक्स्ट करूंगा कितना नहीं कितना बजे जाके सेट करे ठीक होगा वो बोला है विल हैव टू सेट अप द बीन्स सोल्टी भाग 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 डिके बोस भाग भाग पुरा हेर्दैछ के किन आयो भने जस्तो उधर काट्दै जान्छ कता अल्झी होला र भागेको ओहो त्यो टोरी भागेको त यार ओ भोक लाग्यो केटा हो भोक लाग्यो खै भित्र गएर हेरौँ केही भेटिन्छ कि कफी पनि पाइँदैछ कफी पनि हो कफी र फ्राइज खाऊँ है Hey. No, we're closing soon. Okay. Can we have like a large chips then? Large hot chips. Yeah. Yep. And Chicken salt and plain salt. chicken salt, please. Okay. Okay. And 3 coffee. Cappuccino, please. 3 regular cappuccinos. Yes. On card, please. Ta. They won't be long. Thank you. बन्द गरेर घर जाने बेला। हामीले काम सकिने बेला टिपेर ल्याइदिँदा हुन्छ नि Sana mati